Hello guys, namaste, welcome back to my YouTube channel. Good morning everyone. म चाहिँ आज अलि फरक बाटोमा छु। एकदमै चिसो छ यो बाटोमा। म चाहिँ आज जाँदै छु केदारसिंह गाउँपालिकाबाट दुर्गाथली गाउँपालिकातिर है। म चाहिँ बिहान नै आएको, बिहान गाडी चढेर आएको तल खोल्सासम्म। अनि अहिले भर्खर लगभग आधा घन्टा जति हिँडेको म। अब चाहिँ म त्यहाँ माथि डाँडाबाट आएको, अनि गाडीमा चढेर आएको त्यहाँबाटै तल खोल्सादेखि चाहिँ म हिँडेर आएको है गाइज। अब चाहिँ सानो भारी पनि छ, झोला छ होइन, धेरै भारी पनि छैन, त्यही 10-15 किलो जति होला सामान होइन। म चाहिँ जाँदैछु अब दुर्गाथली गाउँपालिका वडा नम्बर 3 देउलेखतिर जाँदैछु। म चाहिँ आएको केदारसिंह गाउँपालिका वडा नम्बर 8 टुडीखेलबाट जाँदैछु। आज चाहिँ म बिहानीको यो घामको किरणसँगै म जाँदैछु है। यता अलिकति जङ्गल छ, चिसो धेरै छ है गाइज, अति नै चिसो, लास्ट चिसो छ अहिले। त्यही पनि जाँदैछु म। यी बाटोमा यस्तो छ, अब यसमा माथि चढेर भयो भने यस्तो गरेर आम फालेर जानुपर्छ है गाइज। यस्तो छ बाटो गाइज। म चाहिँ अब यो टाढाबाट चाहिँ मेरो गाउँ देखाउँछु ल। हेर्ने हो नि मेरो गाउँ, मेरो असली गाउँ भनेको यो है ल। यो गाउँ माथिनेर यहाँनिर घर छ। रुख देखिरहेको छ नि, अलिक सुकेको रुख देखिरहेको नि, त्यहाँनिर घर छ। रुख छ नि त त्यहाँनिर, त्यही भएर देखिरहेको छैन है घर चाहिँ। यस्तो छ हाम्रो गाउँको ठाउँ है। यस्तो छ। म बस्ने ठाउँ चाहिँ यता है ल, यो डाँडामा। यहाँनिर स्कुल छ, अनि यहाँनिर बजार भइहाल्यो, माथिनिर वडा स्वास्थ्य भइहाल्यो, त्यस्तै छ होइन। अनि म चाहिँ अहिले यताबाट आएको है, यताबाट। अब चाहिँ अहिले चाहिँ म यता छु है, झाडीमा छु ल। अब चाहिँ म के छैन, चिसो अति नै छ गाइज। त्यही पनि म भिडियोहरू ल्याउने गर्छु, भिडियोहरू निरन्तर ल्याइदिन्छु। मेरो चाहिँ गाइज के भयो भन्दाखेरि, मैले सेकेन्ड भिडियो हालेको थिएँ नि त, भलक बनाएर हालेको थिएँ। खासै एडिट गर्न नि आउँदैन मलाई, त्यत्तिकै अलिअलि गरेर हालेको थिएँ। अनि हालेको त्यसमा के हो भन्दाखेरि गाइज होइन, मेरो पहिलो भिडियोमा चाहिँ अलिक छोटो नै थियो होइन भिडियो त। अनि 2-2.5 मिनटको थियो पहिलो भिडियो। अनि दोस्रो भिडियो चाहिँ मेरो सेकेन्ड भिडियो चाहिँ लगभग 21 मिनटको चाहिँ थियो होइन गाइज। र त्यसमा चाहिँ के हो भन्दाखेरि जम्मै 4 भ्युज मात्र आएको छ है। त्यही पनि ठिक छ, खुसी लाग्छ मलाई होइन। 4 जनाले भयो भने हेरिदिनु भयो, अलिकति 4 जनाले त चिन्नु भयो नि त मलाई भन्ने लाग्छ क्या मलाई। त्यो पनि खुसी लाग्छ होइन। ठिक छ, सफलता मिल्छ एक दिन, सफलता एक दिन अवश्य मिल्छ होइन। म चाहिँ निरन्तर गरिरहने छ आफ्नो काम होइन। यस्तै हो क्या गाइज। ठिक छ, म मेरो सोचाइलाई अलि कठोर बनाउने छु होइन। एक दिन सफल अवश्य हुन्छु म होइन, एक दिन। अब आज 2-4 जना छन् होइन मलाई हेर्ने चिन्ने, भोलि अनि के अरे, अनि भोलि 100औं जना होलान्, 1000औं होलान्, लाखौँ होलान् होइन। त्यसपछि पो हुने भयो त अनि होइन। सफलता भनेको एकैचोटि हुँदैन नि त गाइज, हो कि नै? जुवा चाहिँ खेले जस्तो होइन नि त गाइज, एकैचोटि हुनलाई होइन। सफलता हुन्छ, बिस्तारै हुन्छ, मिहिनेत गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ, त्यसपछि हुन्छ नि त होइन गाइज। ठिक छ, म मेरो भिडियोको 4 भ्युजमा पनि धेरै नै खुसी छु अहिले, तर बिस्तारै बढ्नुपर्छ। मैले 3rd भिडियो चाहिँ एडिट गर्न भ्याइनँ गाइज हिजो होइन, हिजो हाल्नुपर्ने मैले भ्याइनँ। त्यो भिडियोलाई चाहिँ म सायद आज हाल्छु, अनि आज हालिसकेपछि आजको भिडियो चाहिँ अब भोलि आउँछ होला है गाइज।
भोलि आउँछ होला। अनि हेरौँ के कस्तो हुन्छ दुर्गाथलीको यात्रा आजको है। म सायद भोलि पनि एकदम रमाइलो ठाउँमा जानेछु है। नयाँ ठाउँ, रमाइलो ठाउँ, हाम्रो सुन्दर सुदूरपश्चिमको अति नै सुन्दर ठाउँमा जानेछु है भोलि। र आज पनि जाँदैछु, तर आज म खास गरी घुम्नको लागि जाँदै होइन, मेरो मामा घर जाँदै है गाइज। झुटा के बोल्नु है। यस्तो छ है हामी। हेलो गाइज, म चाहिँ अहिले एकदमै माथि पुगिसकेको छु अहिले। अब चाहिँ केही बेरमा पुग्छु होला म, लगभग केही बेरमा भन्दा पनि अझै 1 घन्टा लाग्न सक्छ है। 1 घन्टा लाग्ने जस्तो सोचिरहेको छु मैले। 1 घन्टा लाग्ला सायद, अझ पनि धेरै नै छ हुन त, धेरै छ। अब लगभग मेरो खाना खाने टाइम हुँदैछ है। भोक पनि लागिरहेछ, त बिहान नै केही नखाएर हिँड्नु पर्यो, त्यही भएर पनि हो भोक लागिरहेछ। पानी पनि पिउन पाएको छैन, के गर्नु है, भोक लागिरहेछ। म चाहिँ अहिले यहाँ पुगेँ है, यहाँ पुगेँ र अब भन्दाखेरि चाहिँ अलि नजिकै हो नि त, नजिकै हो। यो देखिरहेको नि यहाँ डाँडामाथि पुगेपछि मजाले त्यहीँ पुगेँ म है। त्यहाँबाट आएको, त्यहाँबाट खोला जानुपर्छ, फेरि माथि चढ्नुपर्छ, अनि यहाँ बल्ल यहाँ पुगिन्छ है। कस्तो गाह्रो भएको क्या, थाकेर म त ओहो यस्तो थाकेको नि म है गाइज। धेरै पछि आज हिँडियो नि त, त्यही भएर हिँड्न सकिरहेको छैन कि। हेर्नु त गाइज, यो तपाईँकोतिर के भन्छ यसलाई, के पर्छ कि पर्दैन, यो सेतो देखिरहेको नि खारो हुन्छ हाम्रोतिर त है, चिसोले पर्छ क्या। अब पानीमा बरफ पनि हुन्छ क्या, पानीको बरफ हुन्छ। अब केही दिनपछि बरफ पनि हुन्छ, बरफ पनि देख्न पाइन्छ। हाम्रो गाउँतिर पनि देख्न पाइन्छ, तर अहिले भने त्यति छैन हाम्रो गाउँतिर। अब लगभग भयो होला सुरु, गाउँतिर खासै गइन्न नि त, त्यही भएर हाम्रो गाउँतिर पनि सुरु भइसक्यो होला यस्तो। हेर्नु यो कस्तो भन्नुपर्दा यस्तो के, यो पुरै सेतो देखिरहेको नि माथिबाट चिप्लिनी हुन्छ, फेरि यो लास्ट चिप्लो हुन्छ यस्तोमा। हामी पहिला चाहिँ यस्तो चिप्लेटी खेल्थ्यौँ क्या है, पहिला चिप्लेटी खेल्ने गर्थ्यौँ, लडिन्थ्यो, थुप्रै लडिन्थ्यो, बङ्की बङ लडिन्थ्यौँ हामी है। अहिले नि चिप्लो हुन्छ त्यसमा, अब यस्तै हो, के गर्नु गाइज। म चाहिँ यस्तो जङ्गलमा पुगिसकेँ है, जङ्गलको बाटो छ, अलि होस गरेर हिँड्नुपर्छ। फेरि कतै जङ्गली जनावर आएर आक्रमण गर्दैला नि, फेरि डर छ नि है गाइज। ल है म फेरि अब धेरै देखाउनु सक्दैन ल, जङ्गलको बाटो छ, डर हुन्छ नि है, त्यस्तै छ गाइज। फाइनली गाइज म चाहिँ अब एकदम नजिक पुगिसकेँ। म यी मन्दिर छ यहाँनिर है, नजिक पुगिसकेँ, घामसम्म पुगेँ। अब चाहिँ नजिकै छ है, अब थोरै नजिकै आइसक्यो, एकदम नजिक छ भन्दा नि भयो। अब त आधा घन्टा जति लाग्छ होला अब है गाइज। ओके, दुर्गाथली खाने बानी लिफ्टिङको है यो। हेलो गाइज, म चाहिँ मामा घर पुग्ने आँटेँ। अब चाहिँ थोरै नै छ, अब लाग्छ होला त्यस्तै बिस्तारै हिँड्यो भने 10 मिनट जति है गाइज। त्यहाँ पारि मान्छे छन् ल है, 10 मिनट जति लाग्छ होला। अब चाहिँ म हिँडिरहेको छु बिस्तारै। अब चाहिँ पुग्यो भन्दा नि मिल्यो है। थाकियो गाइज, यस्तो छ बाटो है।
गाइज अब चाहिँ थोरै छ ल 10 मिनट जति मात्रै छ अब चाहिँ यताबाट उपारि जानुपर्छ पारिबाट अलि माथि गएपछि त्यहाँनिर हल्का उकालो छ अनि चाहिँ पुगिहालेँ लगभग म पुगेँ 10 मिनट जति पल गरेर हिँड्नुपर्छ ल 10 मिनट मात्र यस्तो कस्तो चिसो हावा आएको यहाँ खोलामा लास चिसो छ त यार हावा यस्तो छ ठाउँ चाहिँ अलिक खतरै छ है जङ्गल एरिया छ नि त जङ्गल एरिया चाहिँ खतरै छ ल बबाल देखिन्छ यहाँबाट हाम्रो गाउँ पनि खतरै देखिन्छ है फेरि ल हेलो गाइज म चाहिँ अब फर्किसकेँ मामा घरबाट अहिले चाहिँ म फेरि बाटोमा छु मैले यहाँनिर भिडियो बनाएको थिएँ नि म लगभग त्यहाँनिर पुग्नै आँटेको छु के भन्नु खै होइन अब यहाँनिर हेर्नु है मङ्की छ है मङ्की उता देखिरह नि मङ्की देखिरह नि होइन देखिरहेन भने भन्नु है म देखाउँछु है मङ्कीहरू छ होइन बाटोमा अब म चाहिँ तर्साउँछु ल देखिहाल्यो एउटाले पाकिहाल्यो उहिले देखाएँ यो छेउकोवालाले म यिनीहरूलाई तर्साउँछु ल तर्साउँछु भन्दा नि मलाई देखेपछि कुदिहाल्छन् क्या कुदिहाल्छन् नि कुदिहाले कुदिहाले हाम फालिदिइहाले कुदिहाल्यो सबै कुदिहाल्यो नि त ल है गाइस दिस इज मङ्की सबै गइदिए ल गइसक्यो है सबै अब छैन त अब म मात्रै छु है मङ्की गइसक्यो सबै म चाहिँ यहाँनिर पुगिसकेँ अब जहाँनिर बिहान घाम लागेको थियो नि त्यहाँनिर पुगेँ म मङ्की ओके है म चाहिँ बिहान पनि यही ठाउँमा पुगेको थिएँ नि अहिले पनि फेरि यही ठाउँमा पुगेर भिडियो बनाइरहेको छु यो मङ्की हाम्रो ल माथि गइहाल्यो ओके गइहाल्यो है ल यस्तै छ गाइज है म चाहिँ अब ओह्रालो बाटोमा छु अहिले जाँदाखेरि अलिकति उकालो थियो भने आउँदाखेरि अहिले ओह्रालो छ नि त म यो बाटोमा छु अहिले अनि यस्तो भयो ठिकै भयो सायद मेरो यात्रा राम्रो नै भयो होइन एकदम राम्रो भयो क्या जे होस् सोचेको भयो ल एकदम राम्रो भयो यात्रा चाहिँ अनि अहिले आएको उताबाट अब चाहिँ म लगभग यहाँ पुगिसकेँ है गाइज अब यहाँबाट चाहिँ मैले अब थोरै हिँड्नुपर्ने हुन्छ नि त अनि तल डाँडासम्म पुगेपछि त्यहाँको डाँडा पुगेपछि सर ओह्रालो छ नि त बाटो पुरै ओह्रालो छ त्यहाँसम्म अनि तल खोलासम्म ओह्रालो छ अनि त्यहाँबाट फेरि माथि चढ्नु पर्छ क्या उकालो छ क्या फेरि तल झर्ने फेरि माथि चढ्ने तल झर्ने माथि चढ्ने छ क्या हाम्रो चाहिँ पुरै त्यस्तै छ क्या त्यही भएर भारी छ क्या के हालिदियो त्यहाँबाट पनि फेरि सुन्तला लिएर गएको म त्यहाँबाट पनि के दिइहालेँ होइन भारी भइहाल्यो क्या टन्न सकिन्न यार गाह्रो भइरहेछ यार मलाई त यस्तो भारी भएको छ नि म जाँदाखेरि कम भारी थियो क्या अहिले आउँदाखेरि लास भारी छ क्या नहाल्नु भन्दै मानेन नि यार हालिदिइहाल्यो होइन लग्नु पऱ्यो अब हालिदिएपछि कता हो बाटो यतै त होला सायद होइन पानी लगाइदिएको छ यार गाइस यार बाटोमा हेर्नु पानी पुरा कस्तो हिलो भइदियो नि अब कसरी हिँड्नु यार यस्तो त हाम्रो गाउँ हाम्रो ठाउँको मान्छे छन् कि यस्तो मान्छेहरू त होइन अब कसरी हिँड्ने त लु काँडाले यार म हानिदियो नि
ल हेर्नु यस्तो बाटो बनाइदिएको छ नि ल बाटोमा पानी लगाएर अनि के भएको यार मान्छेहरू के भएको यस्तो गर्ने हो र भने यस्तो त नगर्नु पर्ने नि यार यस्तो गरिदिन्छन् यार अब के भन्ने होइन हाम्रो मान्छेहरू ठिक छैनन् यस्तै छ क्या गाइस यता त ठिक छ कुलो बनाएको छ होइन यता त पानी जानेलाई ठिक छ फेरि अब यता त हाम्रो बाटो हो नि त साँग्रो बाटो छ बाटोमा लगाइदिएर होइन सर बाटोमा लगाउने होइन नि त यार पानी भन्ने कुरा होइन नलगाउनु पर्ने क्या लगाइदिएर ओ माइ गड झन्डै मोबाइल खसेको यार हातैले समाते फेरि हातैमा च्यापचुप समातिहाल्यो है गाइस चरा है चरा देखेँ क्या अहिले म त काली सोचेको नि चरा देखेको छु गाइस के हो त अनि के हो माथि गयो फेरि के भइरहेछ यहाँ के छ क्या बाटोको अवस्था हेर्नु त कसलाई के दोष दिने क्या हामी यस्तो छ होइन मान्छे यस्तो छ बाटो यस्तो छ कसलाई दोष दिनु र यार होइन ल गाइस अब कसलाई पनि दोष दिन सकिन्न होइन अब आफ्नो गाउँको भएको भए भन्नुहुन्थ्यो आफ्नो गाउँको मान्छे होइनन् फेरि बाटैमा सुधाल्दैला यार भनिदियो भनेपछि राम्रो भनेपछि राम्रो कुरा हुन्न क्या यता चाहिने कुरा सिकाएपछि नराम्रो लाग्छ क्या यहाँको मान्छेहरूलाई नराम्रो भन्छन् होइन राम्रो कुरा गरेपछि नराम्रो सोच्छन् कसैको कुरा काटिदिएपछि झगडा गरिदिएपछि राम्रो सोच्छन् क्या कुरा लगाइदियो भने अरूको घर बिगारिदियो भने राम्रो सोच्छन् क्या मान्छेहरू ठिक छैनन् क्या जमाना ठिक छैन गाइस म चाहिँ आफ्नै दिनमा हिँडिरहेको छु है